यो फोटोमा पछाडिबाट हात्तीलाई धकेल्ने मान्छेले न त हात्तीलाई धकेलेर ट्रकमा चढाउन सक्छ, न त हात्ती लड्न लाग्यो भने थाम्न नै सक्छ। तर पनि उसले पछाडि हात लगाइदिँदा हात्तीलाई मेरो पछाडि पनि कोही छ है भन्ने हौसला मिल्छ र हात्तीको आत्मविश्वास बढ्छ अनि हात्ती ट्रकमा सजिलै उक्लिन्छ। त्यस्तै मान्छेलाई पनि यसरी नै हात दिने र हौसला दिने हो भने उसले पनि नसोचेको नतिजा प्राप्त गर्न सक्छ। सबैका लागि भरोसा ठुलो शक्ति हो। त्यसैले दुःखमा हौसला दिनु पनि यस्तै हो। हौसलाले दुःख त टर्दैन, तर अगाडि बढ्न सहायता मिल्छ। म लडे भने मेरो पनि पछाडि साथ दिने मान्छे कोही छ है भन्ने महसुस हुन्छ अनि हामीलाई जस्तो सुकै काम गर्ने हिम्मत मिल्छ। हामी जस्तो सुकै काम गर्न पनि डराउँदैनौँ। हातको साथ नमिले पनि मुखको हौसलाले धेरैलाई अगाडि बढ्न मद्दत पुग्छ, हिम्मत आउँछ।